A few moments later. A few minutes. हेलो साथीहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियो अनि अर्को भिडियोमा अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा फेरि पनि आजको भिडियो सुरुवात गरिसकेको छु साथी। नयाँ दिन नयाँ भिडियो सँगसँगै तपाईहरुको सामु उपस्थिति भइसकेको छु। तपाईहरुले यति धेरै माया गर्दिनु भएको छ साथीहरु, तपाईहरुको माया गरेको देखेर चाहिँ मलाई चाहिँ नयाँ नयाँ भिडियो बनाउन चाहिँ एकदमै इन्ट्रेस्ट जागेको छ साथीहरु। आज चाहिँ तपाईहरुको सामु चाहिँ म चाहिँ होममेड मोमो रेडी पकाउँदै छु होममेड मोमो। अनि मोमो पकाएर चाहिँ मुक्बाङ गर्दै छु। हेर्नु नै यहाँनिर म चाहिँ पिठो मुस्दै छु। अनि तपाईहरु च्यानलमा कोही नयाँ हुनुहुन्छ भने म चाहिँ एलिसा, अनि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्न नभुल्नुहोला साथीहरु। भन्दै आजको भिडियो फर्स्ट ट्राई वाला मोमो चाहिँ बनिसक्यो। फर्स्ट चोटि बनाएको मैले फर्स्ट चोटि अनलाइन यो पहिलो शिफ्टको मोमो चाहिँ पाकिसक्यो। अब चाहिँ म राख्दै छु राइस कुकरमा। त्यो पानी उम्लिरहेको छ। चलो यसरी राख्दिए साथीहरु। यो चाहिँ मेरो बहिनीलाई प्र्याङ्क गर्ने मोमो बनाउँदै छु म। यसमा चाहिँ राख्छु म यो वाला खुर्सानी, अलिअलि मसला राखेर मासु पनि त राख्दिनु पर्यो अलिकति थोरै मात्रै मासु राखेँ। अनि यो सिङ्गै राख्यो भने चाहिँ थाहा पाइहाल्छ नि धेरै हुन्छ त्यो। अनि मैले चाहिँ राखिसकेँ, प्लेट चाहिँ साथीहरु राखिसकेँ। अब चाहिँ यसलाई चाहिँ फोल्ड गरिदिनु पर्ने हुन्छ। हरिएको देखिन्छ कि न, अलि चुच्चो आगो बनाइदिनु मोमो नचिन्ने लागि। साथीहरु यो चाहिँ चिनिनको लागि मैले चुच्चो आगो फर्स्ट प्र्याङ्क हो यो चाहिँ फर्स्ट प्र्याङ्क हो। सेकेन्ड प्र्याङ्क चाहिँ के छ भनेपछि कागती राखौँ कि बढी नै नुन राखिदिउँ कि। सेकेन्ड प्र्याङ्क चाहिँ नुनवाला है। नुनवाला बनाउँछु। सेकेन्ड प्र्याङ्क चाहिँ 3टा मात्र प्र्याङ्क गरौँ। फर्स्ट चाहिँ खुर्सानी भइहाल्यो, सेकेन्ड चाहिँ नुन। अघिल्लो चोटि त्यस्तै गरेर सानो बहिनी साइली बहिनीलाई प्र्याङ्क गर्न लाग्यो। सानो बहिनी ठुल्ठुला देखेर आत्तेर त्यहीले खाइदिए। यो सेकेन्ड प्र्याङ्क। यहाँनिर छ साथीहरु यो नुन, पुरै नुन राखिदिएँ मैले। अब चाहिँ यसलाई फोल्ड गर्नुपर्ने हुन्छ। मोमो बनाउनु पनि आफ्नो आइडिया हो, अलिअलिको माइन्ड नगर्नु होला। यसको पनि चुचा आगा बनाइदिनु पर्यो। बहिनी मोमो खाना आयो भन्छ, अहिले मक्ख भएर आउँछ। ल सेकेन्ड प्र्याङ्क भइसक्यो साथीहरु। अब चाहिँ थर्ड प्र्याङ्क के छ भनेपछि यो छुकै हामी खाँदैछौँ साथीहरु मोमो। कस्तो छ, तातो छ। यहाँनिर छ मोमो, यहाँनिर आउनुभयो वरिष्ठ साइब। खानुहोस्, तातो भयो अरे। मिठो भयो।
अचार बनायो अझै तिमी खाने त किन र के बोलेको हुन्छ हाम्रो सिजा मिस स्वागत छ तपाईँलाई ए स्वागत सम्म मिसाएन बोलेको कुनै कुनै यसलाई नुन हालेर बनाइदिएको थियो दाइमा मेरो छोराले पुगेको होला यति त खा माया छोराछोरीको माया हुन्छ खुवाइदियो मलाई कहीँ माया तातो तातो यो अब समय पाउनु पर्यो त्यो मम्मीमा चाहिँ तँ भनिस् क्या भने मैले जमलाई थाहा पाएको तिम्रो चालु खाना थियो आइज भने मैले खाना नास्ता खाएर आइसक्यो भने थिएँ अनि त्यसपछि ममा खानालाई चाहिँ भने कसले जमलाले कसले ल्याएको चाउन तिनीहरू ल्याएर छ ल्याइदिस् भने ऊ यताबाट जान्छ यहीँ लाग्दैन अरे त्यत्रो खान दुईवटा लड्के दुईवटा शान्तिलाई मात्रै चारवटा खान म मेरो तँलाई शान्तिलाई यो कसलाई यो अब तँलाई यो खा लगिदिनु खाके त्यहाँबाट लगिदिनुहोस् त्यहाँबाट लगिदिनुहोस् कति खान छन् त्यहाँ छैन छन् के 8वटा खान त्यहाँबाट 4वटा तँ लगिदियोस् 4वटा तँलाई लगिदिस् है कान्छी के खाइ काई दोब्याउँदो क्या नुन छि फोर्ने भाँडी उदा काई धेरै अब हालदाम कि मोमो खुवाउने अब हालदाम त कति मिठो बनाए होइन एमा कुनै मोस्ने बेला यसले दिएको छ नि त्यही भएर होला क्या कतै पऱ्यो यसले मा दिसो मा कुसान भएको खाएर नाच्दै यो त खोइ गयो उ भयो पिरो रहेछ नै यसलाई त दिदिस् त पिरो कस्तो लाग्यो त आजको मोमो कस्तो लाग्यो हजुरलाई मोमो प्र्याङ्क चर्को लाग्यो चर्को भएर खुर्सानी चाहिँ खाइहाली साथीहरू आजको प्र्याङ्क भिडियो मोमो प्र्याङ्क भिडियो के कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो ल हेर समरु यता लाइक सब्सक्राइब आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु साथीहरू थ्याङ्क्स फर वाचिङ भन्न चाहन्छु कस्तो लाग्यो हजुरलाई प्र्याङ्क तैँले आउ गर्थिस् सोचिथिस् नै मैले यो मोमो त्यहाँबाट उहाँ लगिदिन्छु भने ल साथीहरू थ्याङ्क्स फर वाचिङ यस्तै नयाँ नयाँ भिडियो यता आउनु समली नयाँ नयाँ भिडियोहरू तपाईँहरूको सामु लिएर आउने नै छौँ भन्दै अनि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने म हुँ एलिसा अनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अनि छिटो छिटो 1000 सब्सक्राइब पुऱ्याइदिनु होला भन्दै आजको भिडियो एन्ड गर्छु थ्याङ्क्स फर वाचिङ बाई बाई